हेलो नमस्ते युकेदेखि सबैजनालाई नमस्ते। अब आज आइतबारको दिन छुट्टी भएको दिन, अब त्यही त हो नि, छुट्टी हुँदैन अनि एकैचोटि घरको लागि सामान हप्ता दिन 15 दिन महिना दिनमा गएर एकैचोटि ल्याउनु पर्छ। अब हाम्रो यहाँबाट अलि नजिक त्यस्तो मार्केट छैन। आज हामी आजदा जाने भनेर पानी परेछ नि त बाहिर, अनि उबर गरेका छौँ। अब उबर कतिखेर आउँछ ट्याक्सी, अब त्यसमा टक्क बाहिर जानु पर्यो। बाहिर पानी परेको छ, आयो है गाडी। अब टक्क अब निस्किन परो हेर्नु न, पानी पनि छ। कस्तो कि नेपालमा गर्मीमा पानी पर्छ नि, यहाँ त जाडोमा पानी पर्ने कि, झन् त्यसै जाडो झन् माथि जाडोमा पानी पर्ने कि धन्न। त्यसो रमाइलो फेरि रमाइलो लाग्ने कि, पानीमा हिँड्ने चाहिँ रमाइलो लाग्ने। अब आज आजदा जानु पर्यो। आजदामा के छ अफरहरू, अब क्रिसमसको अफरहरू सेलहरू लागु हुन्छ नि त, जे पनि अफर हुन्छ, त्यही भएर आज गएर ल्याउनु पर्ने भएको छ। अब हामी आजदा जाँदैछौँ। आजदा पनि लगभग आइसक्यो है। यस्तै छ नेपालमा जस्तो कहाँ छ र सजिलो। आफ्नो देश भने आफ्नै देश हो, अब अर्काको देश आइयो। सबै मिलेको क्या यहाँ। फेरि तपाईँको नेक्स्ट बुट्स आजदा सबै बिएनएम सबै नजिक छ। तर आज हामीलाई चाहिँ आजदामा काम भएको भएर हामी आजदातिरै जानेछौँ। हेरौँ टक्क अब गाडीले यहाँ रोकिदिन्छ, हामी आजदा झऱ्यौँ। अब छोरालाई उहाँ पानी आएको उहाँलाई रङ्ग छ, अर्कै छ। त्यसलाई सपिङ भनेपछि ठोली चाहियो, सामान हाल्नु पऱ्यो। पानी यहाँ भिज्दै, पानीको त भर नहुने ठाउँ कि यो देश त। हेर न, क्रिसमसको पुरै सजाउ क्या, पुरै अफर फन यताउति उनीहरूको सबभन्दा हाम्रो दसैँ तिहार जस्तो मनाउने छैन क्या पुरै क्रिसमस। हेलो भैयाजी, सर्फ लिक्विडहरू सबै है, सबैमा अफरहरू छ। अब तपाईँहरूलाई कपडा यतातिर भयो, अब दारू पानी बियर चाहिँ टक्क सेल छ है, खाने भयो। अब यतातिर चाहिँ अब ग्रोसरी भनौँ, भेजिटेबल फ्रुट्सहरू हुन्छ। एन्ट्री र कतिको फ्री 44.97 प्लेटहरू। यहाँ दारू पानी बियरहरू। अब यहाँ तरकारी लाइन छ होइन। हाम्रो दुईजना भएर टक्क हेर्दै छौँ। तरकारीहरू पनि मलाई युकेमा त्यस्तै करेला बोडीहरू चाहिँ महँगो है। अरू जस्तो काउली ब्रोकाउली च्याउहरू फेरि सस्तो छ है नेपालभन्दा। त्यो चाहिँ मलाई त्यति महँगो लागेन है। टमाटर पनि 80 1 2 टमाटर उस्तो अलिकति महँगो त महँगै छ, तर त्यस्तो हुँदैन। अब हेर्नु न यहाँ कति भिड कि, आज आइतबार छुट्टी है। त्यही माथि अफर सेल लाग्छ अनि आज त फेरि ठुलो हुन्छ नि त मार्केट। अनि आजदाले गर्दैन, प्रायः मान्छेहरू चाहिँ टेस्को आजदा यिनीहरू चाहिँ म्याक्सिमम् भिड हुँदो रहेछ कि। जाडो छ भित्र चाहिँ न्यानो छ भनौँ न। कपडा लाइनु त भयो। अब यता भाँडाकुँडा छ, यता टिभीहरू। अब के टिभीहरू कस्तो चाहिन्छ सबै छ, अफरहरू छ सबैमा एकदमै क्या। टिभी फेरि नेपालभन्दा सस्तो क्या यहाँ। अब हामीले स्मार्ट टिभी लिन पऱ्यो 50 इन्चको, नेपालमा कति पर्यो 50 इन्चको लागि 40-50 हजारको चाहिँ। यहाँ चाहिँ सस्तो है, महँगो पनि हुन्छ भने चाहिँ अब सस्तो पनि। तपाईँको 200 भनेको 34-35 हजार 40 हजारमा पायो कि 50-55 इन्चको नि। यस्तै छ हजुर, आफ्नो देश जस्तो राम्रो केही हुँदैन।